त्यस्तो हुन्छ नि हैन हाम्रो पालेको आफ्नै हो त्यहाँ कोही बेला पलङमा त मस्त भएर बसिरहेको हरि ओम नमो नारायण ओम नमो नारायण योले धुप हाल्नुपर्छ छ्याप 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 आमालाई सम्झेर आमाको अनुहार अगाडि लिएर ल आमा मैले तपाईँलाई यसरी पिण्ड दिएको छु जल दिएको छु तर्पण गरेको छु तपाईँलाई धुप दिँदैछु भनेर चाहिँ छ्याप 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 गर्नु अध्याय छुनै पर्छ अध्याय गोत्र रामसाई शाखा कुशला गोत्र बिन्दादास नाम प्रेतसे घिउ जति जम्मै हालिदिनुपर्छ डल्लै हाल्छ अध्याय गोत्र अध्याय गोत्र रामसाई शाखा कौशिला गोत्र बिन्दादास नाम पितृः वार्षिक श्राद्ध अहम करिष्ये धूपम दीपम नैवेद्यम ताम्बूलम पुण्यफलम यज्ञ पवित्रम द्रव्यम चन्दनम मधुना घृतमः कपुराणाम समर्प्यामि नमस्कार च करोमि ल आमा मैले यसरी तपाईँलाई धुप दिएको छु यो धुपको बास्ना तपाईँले पाउनुहोस् लिनुहोस् यो पायस बनाएर मैले दिएको छु यो तपाईँले पाउनुहोस् तपाईँलाई ग्रहण होस् तपाईँको आत्माले शान्ति पाओस् तपाईँ राम्रो बाटो जानुहोस् हामीलाई आशिष दिनुहोस् तपाईँ एउटा पितृ भएर घरमा बसिदिनुहोस् हाम्रो रक्षा गरिदिनुहोस् हामीले चिताको कामहरू पुगोस् हाम्रो उन्नति होस् प्रगति होस् निरोगी हौँ हामीले तपाईँको यसरी नै पितृको सधैँ सालमा धुप हाल्नु पाइयोस् भनेर चाहिँ हुनुहोस् ल अब खाना लिएर आउनुहोस्